एउटा यस्तो किताबमाथि अलिक गहिरो कुराकानी गर्दैछौँ जसले खुशी बारेको हाम्रो जुन परम्परागत सोच छ नि हुँ, त्यसलाई नै चुनौती दिन्छ। इचिरो किसिमी र फुमिताके कोगाको द करेज टु बी डिसलाइक्ड यसले साँच्चै लाखौं मानिसहरूको जीवन हेर्ने दृष्टिकोण नै बदल्न प्रेरित गरेको छ। हो। र यसको सबैभन्दा आकर्षक पक्ष भनेको यसको प्रस्तुति शैली हो, होइन? यो कुनै लेक्चर वा उपदेश जस्तो छैन। बरु एकजना दार्शनिक र एक शङ्का गर्ने युवक बीचको एकदमै जीवन्त संवाद हो। र यही संवादबाट मनोविज्ञानका 3 महारथी मध्ये एक अल्फ्रेड एडलरका विचारहरूलाई एकदमै सरल र व्यावहारिक तरिकाले प्रस्तुत गरिएको छ। हो, र आजको हाम्रो उद्देश्य पनि त्यही हो। एडलरको दर्शनका ती शक्तिशाली सिद्धान्तहरूलाई के लाउने जसले एउटा आधारभूत तर गहिरो प्रश्नको जवाफ खोज्छ। कुनै पनि व्यक्ति साँच्चै कसरी खुशी र स्वतन्त्र हुन सक्छ? त्यसो भए यो रोमाञ्चक वैचारिक यात्रा सुरु गरौँ। किताबको पहिलो र सायद सबैभन्दा चकित पार्ने विचारबाट सुरु गरौँ है त। मानसिक आघात वा ट्रमा भन्ने कुराले हामीलाई नियन्त्रण गर्दैन। यो सुन्दा त सुरुमा अलि अपत्यारिलो लाग्छ होइन र? बिल्कुल। यो एडलरियन मनोविज्ञानको जग हो र सामान्य मनोविज्ञानभन्दा बिल्कुलै फरक छ। धेरैले सुनेको फ्राइडको मनोविज्ञान, जसलाई इटियोलोजी अर्थात् कारण विज्ञान भनिन्छ, त्यसले के भन्छ भने हाम्रो वर्तमान अवस्था, हाम्रा समस्याहरू सबै विगतका घटनाहरू, विशेष गरी बाल्यकालका आघातहरूद्वारा निर्धारण हुन्छन्। मतलब विगत नै हाम्रो वर्तमानको कारण हो। मतलब हामी विगतका घटनाहरूको कैदी जस्तै भयौं। यदि बाल्यकालमा केही नराम्रो भयो भने त्यसको असर जीवनभर रहन्छ भन्ने खालको सोच हो। तर एडलरले यसलाई पुरै उल्ट्याइदिन्छन्। उनको दर्शन टेलियोलोजी अर्थात् उद्देश्य विज्ञानमा आधारित छ। यसअनुसार हामी विगतका कारणहरूले होइन, वर्तमानका उद्देश्यहरूद्वारा प्रेरित हुन्छौं। हामीले कुनै उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने भावनाहरू र लक्षणहरू आफै सृजना गर्छौं। एक मिनट है, यो अलिक गहिरो कुरा भयो। उद्देश्य पूरा गर्न भावना सृजना गर्छौं भन्नुको मतलब के हो? यसलाई अझ सरल बनाउन कुनै उदाहरण छ कि? अवश्य। किताबमा एउटा सुन्दर उदाहरण छ। एक युवकको साथी छ जो घरबाट बाहिर निस्कन डराउँछ। उसलाई सामाजिक चिन्ता छ। अब फ्राइडको दृष्टिकोणले उसको विगतमा कुनै नराम्रो अनुभव, कुनै आघात खोज्यो। तर एडलरको दृष्टिकोणले सोध्छ, उसको उद्देश्य के हो? उसको उद्देश्य त घरभित्रै बस्नु भयो होइन र? ठ्याक्कै। उसको उद्देश्य हो बाहिर नजानु। अब यो उद्देश्य पूरा गर्नका लागि उसले चिन्ता र डरको भावना सृजना गर्छ। किनकि यदि उसँग त्यो डर नहुँदो हो त बाहिर जानु पर्थ्यो, मानिसहरूलाई भेट्नु पर्थ्यो, सायद असफल हुनु पर्थ्यो। त्यो सबैबाट बच्नका लागि बाहिर नजाने उद्देश्यलाई सार्थक बनाउन उसले डरलाई एउटा हतियारको रूपमा प्रयोग गरिरहेको छ। वाह, यो त सोचाइलाई नै पल्टाउने कुरा भयो। मतलब हामी घटनाहरूको शिकार होइनौं, बरु हामी ती घटनाहरूले आफ्नो वर्तमान उद्देश्य पूरा गर्नका लागि एउटा अर्थ दिन्छौं। एडलरको एउटा भनाइ पनि छ हैन, कुनै पनि अनुभव आफैमा सफलता वा असफलताको कारण होइन भनेर। हो, र त्यसैमा उनी थप्छन्, हामी त्यस अनुभवबाट आफ्नो उद्देश्य अनुसार जे पनि बनाउँछौं। महत्त्वपूर्ण कुरा के भयो भन्ने होइन, महत्त्वपूर्ण कुरा हामीले त्यसलाई के अर्थ दियौं भन्ने हो। यसले हामीलाई पीडितको भूमिकाबाट बाहिर निकालेर आफ्नो जीवनको चालकको सिटमा ल्याएर राखिदिन्छ। तर मलाई थाहा छ, यो सुन्ने धेरैलाई के लाग्न सक्छ भने के यसले वास्तविक पीडा भोगिरहेका मानिसहरूको अनुभवलाई नकारेको जस्तो सुनिदैन र? जसले साँच्चीकै कठिन समय भोगेका छन् उनीहरूलाई यो तिमीले रोजेको हो भन्नु अलिक कठोर भएन र? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। एडलरले पीडाको अस्तित्वलाई नकारेका होइनन्। उनले भन्न खोजेको के हो भने त्यो पीडाले हाम्रो भविष्य निर्धारण गर्नै पर्छ भन्ने छैन। मानौ दुईजनाको बाल्यकाल एउटै किसिमको दुःखमा बित्यो। एकजनाले भन्न सक्छ, मेरो बाल्यकाल यस्तो थियो त्यसैले मेरो जीवन बर्बाद भयो। अर्कोले भन्न सक्छ, मेरो बाल्यकाल यस्तो थियो त्यसैले म अरू कसैलाई यस्तो हुन दिन्न। घटना एउटै हो, तर त्यसलाई दिएको अर्थ र त्यसबाट निकालिएको उद्देश्य फरक भयो। एडलरियन मनोविज्ञानले हामीलाई त्यो दोस्रो बाटो रोज्ने साहस दिन्छ। त्यसो भए दुखी हुनु पनि हामीले आफैका लागि रोजेको कुरा हो। यो त पचाउन अझ गाह्रो छ। एडलरको दर्शन अनुसार हो,
हामीमा क्षमताको कमी भएर दुखी भएको होइन, बरु खुशी हुने साहसको कमी भएर हो। हामी दुखी रहँदा पाइने केही फाइदाहरू, जस्तै अरूको सहानुभूति, जिम्मेवारीबाट मुक्ति, त्यसलाई त्याग्न तयार हुँदैनौँ। त्यसैले त एडलरियन मनोविज्ञानलाई साहसको मनोविज्ञान पनि भनिन्छ नि। यो सजिलो छैन, तर यसले हामीलाई एडलरको दर्शनको केन्द्रमा छ। एकछिन कल्पना गरौँ न, यदि यो ब्रह्माण्डमा तपाईँ एक्लै हुनुहुन्थ्यो, अरू कोही पनि थिएन भने के हुन्थ्यो? तपाईलाई कुनै हीनताको भावना हुन्थ्यो? कोही भन्दा कम वा बढी छु भन्ने लाग्थ्यो? कसैसँग तुलना गर्नलाई नै कोही हुँदैन थियो। एक्लोपन हुन्थ्यो होला, तर ईर्ष्या, लाज, घमण्ड जस्ता भावनाहरू त पक्कै हुँदैनथे। ठ्याक्कै। हाम्रा अधिकांश चिन्ताहरू हीनताको भावना, प्रतिस्पर्धा सबै अरूसँगको सम्बन्धबाटै उत्पन्न हुन्छन्। जब हामी अरूको नजरमा आफूलाई हेर्न थाल्छौँ, तब समस्या सुरु हुन्छ। एडलर भन्छन्, यो नै सबै दुःखको जड हो। यो त तर्कसङ्गत सुनिन्छ, तर यसबाट बाहिर निस्किने उपाय के हो त? सम्बन्धहरू बिना त जीवन चल्दैन। यसको समाधानको लागि एडलरले एउटा एकदमै शक्तिशाली र व्यावहारिक अवधारणा प्रस्तुत गर्छन्, जसलाई कार्यहरूको विभाजन अर्थात् सेपरेसन अफ टास्क भनिन्छ। सरल भाषामा भन्नुपर्दा यो आफ्नो काम के हो र अरूको काम के हो भन्ने बीचमा स्पष्ट रेखा कोर्नु हो, र अरूको काममा कहिले हस्तक्षेप नगर्नु हो। सुन्दा त सरल लाग्यो, तर व्यवहारमा कसरी छुट्याउने, कसको काम के हो भनेर कसरी थाहा पाउने? जस्तै अभिभावक र बच्चाको सम्बन्धमा यो कसरी लागू हुन्छ? यसको लागि एडलरले एउटा सरल सूत्र दिएका छन्। गरिएको छनौटको अन्तिम परिणाम कसले भोग्छ, त्यसैले निर्णय गर्ने अधिकार पनि उसैको हो। उदाहरणको लागि, बच्चाले पढ्ने वा नपढ्ने निर्णय लियो। यदि उसले पढेन भने त्यसको अन्तिम परिणाम, जस्तै परीक्षामा फेल हुनु, राम्रो अवसर गुमाउनु, कसले भोग्छ? त्यो त बच्चाले नै भोग्छ नि। हो। त्यसैले पढाइ बच्चाको काम हो, अभिभावकको होइन। अभिभावकको काम कर लगाउनु, गृहकार्य गरिदिनु वा धम्क्याउनु होइन। उनीहरूको काम भनेको बच्चालाई म तिम्रो लागि उपलब्ध छु भन्ने महसुस गराउनु र उसले मद्दत माग्दा सहयोग गर्नु हो। तर पढ्ने कि नपढ्ने भन्ने निर्णयमा हस्तक्षेप गर्नु भनेको बच्चाको काममा हस्तक्षेप गर्नु हो। एक मिनट है, तर यो अलि अव्यावहारिक र स्वार्थी सुनिँदैन र? बच्चाले पढेन भने त्यसको असर त अभिभावकको जीवनमा पनि पर्छ नि। उसलाई त्यत्तिकै छोडिदिनु त माया नगर्नु जस्तो भएन र? यो एकदमै सामान्य प्रतिक्रिया हो, तर एडलर भन्छन् यो हस्तक्षेप मायाबाट प्रेरित होइन, बरु अभिभावकको आफ्नो डर, सामाजिक प्रतिष्ठा र बच्चालाई नियन्त्रण गर्ने चाहनाबाट प्रेरित हुन्छ। जब हामी अरूको काममा हस्तक्षेप गर्छौं, हामी अल्पकालीन रूपमा समस्या समाधान गरे जस्तो देख्छौं, तर दीर्घकालीन रूपमा हामी त्यो व्यक्तिको आत्मविश्वास र जिम्मेवारी लिने क्षमतालाई कमजोर बनाइरहेका हुन्छौं। यो छोडिदिनु होइन, बरु विश्वास गर्नु हो। वाह, यो त निकै शक्तिशाली विचार हो। यसलाई अझ फराकिलो बनाउँदा अरूले मेरो बारेमा के सोच्छन्, मलाई मन पराउँछन् वा पराउँदैनन् भन्ने कुरा पनि उनीहरूकै काम भयो, मेरो होइन। बिल्कुल, त्यो तपाईको काम होइन। तपाईलाई कसैले मन पराउँछ, घृणा गर्छ वा तपाईको बारेमा के धारणा बनाउँछ, त्यो उसको काम हो। तपाईले त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्न। जब हामी यो बुझ्छौं, हामी अरूको अपेक्षा पूरा गर्नका लागि बाँच्न छोड्छौं। हामी अरूको मान्यताको दास बन्नबाट मुक्त हुन्छौं। र यहीँबाट किताबको शीर्षक आउँछ, द करेज टु बी डिसलाइक्ड, अर्थात् मन नपराइने साहस। हो, स्वतन्त्रता भनेको यही हो। स्वतन्त्रता भनेको अरूद्वारा मन नपराइनु हो। यसको मतलब जानाजानी, अरूलाई चित्त दुखाउनु वा असभ्य हुनु होइन। यसको मतलब हो अरूले मलाई मन पराउँदैनन् कि भन्ने डरले आफ्नो सिद्धान्त, आफ्नो जीवनशैली र आफ्नो बाटो नछोड्नु। जब कसैले तपाईको जीवनशैलीलाई मन पराउँदैन, त्यो केवल एउटा संकेत हो कि तपाईँ आफ्नो सिद्धान्त अनुसार स्वतन्त्र रूपमा बाँचिरहनु भएको छ। यो त ठूलो राहतको कुरा हो। मतलब हामी सबैलाई खुसी पार्ने असम्भव बोझबाट मुक्त हुन्छौं। ठीक छ, यदि हामीले विगतलाई पन्सायौं, आफ्नो र अरूको काम छुट्यायौं र मन नपराइने साहस पनि देखायौं भने अब खुसी कसरी प्राप्त हुन्छ त? यो स्वतन्त्रताले हामीलाई कहाँ पुर्याउँछ? यो स्वतन्त्रता नै खुशीको अन्तिम लक्ष्य होइन, यो त सुरुवात मात्र हो। एडलरको दर्शनमा
खुशीको अन्तिम लक्ष्य भनेको सामुदायिक भावना अर्थात् कम्युनिटी फिलिङ प्राप्त गर्नु हो। सामुदायिक भावना यो भनेको के हो? कुनै समूह वा समाजको हिस्सा हुनु भन्ने हो? त्योभन्दा गहिरो कुरा हो। सामुदायिक भावना भनेको अरूलाई शत्रु वा प्रतिस्पर्धीको रूपमा नहेरेर सहकर्मी वा साथीको रूपमा हेर्नु हो। र सिङ्गो समुदायमा, चाहे त्यो परिवार होस्, समाज होस् वा पुरै मानवता होस्, त्यहाँ आफ्नो लागि एउटा सुरक्षित र महत्त्वपूर्ण ठाउँ छ भन्ने महसुस गर्नु हो। यहाँ रहनु ठिक छ, म यो समुदायको एक मूल्यवान हिस्सा हुँ भन्ने गहिरो आन्तरिक भावना नै सामुदायिक भावना हो। यो त सुन्दर सोच हो, तर यो भावना कसरी विकास गर्ने? विशेष गरी जब हामीले भर्खरै अरूको अपेक्षाबाट मुक्त हुने कुरा गर्यौं। यो प्राप्त गर्न 3वटा व्यवहारिक अभ्यासहरू आवश्यक पर्छन्, जुन एक अर्कासँग जोडिएका छन्। आत्मस्वीकृति, अरूमाथि विश्वास र अरूलाई योगदान, कन्ट्रिब्युसन टु अदर्स। यी तीनवटालाई अलि विस्तारमा हेरौँ न। पहिलो, आत्मस्वीकृति। यो आत्मप्रेम, सेल्फ लभ भन्दा कसरी फरक छ? आत्मप्रेममा आफूलाई म 100मा 100 छु भन्ने भ्रम हुन सक्छ, तर आत्मस्वीकृति भनेको आफू 60% मात्र छु भने पनि त्यो 60%लाई स्वीकार्नु हो। जे बदल्न सकिँदैन त्यसलाई स्वीकार्नु र जे बदल्न सकिन्छ त्यसलाई बदल्ने साहस राख्नु हो। म जस्तो छु, ठिक छु भन्ने आधारबाट सुरु गर्नु हो। अनि दोस्रो, अरूमाथि विश्वास। तर संसारमा सबैजना विश्वास गर्न लायक त हुँदैनन् नि। बिना शर्त विश्वास गर्नु त मूर्खता होइन र? यहाँ पनि कार्यहरूको विभाजनको सिद्धान्त लागू हुन्छ। अरूमाथि विश्वास गर्ने कि नगर्ने भन्ने निर्णय तपाईको काम हो। तपाईले विश्वास गरेपछि त्यो व्यक्तिले धोका दिन्छ कि दिँदैन भन्ने निर्णय उसको काम हो। यदि तपाईँ धोका पाइन्छ कि भन्ने डरले विश्वासै गर्नुहुन्न भने तपाईले कहिले कसैसँग गहिरो सम्बन्ध बनाउन सक्नुहुन्न। एडलर भन्छन्, सम्बन्धको सुरुवात गर्नका लागि बिना शर्त विश्वास गर्ने आँट गर्नुपर्छ। र तेस्रो, अरूलाई योगदान। यो सबैभन्दा महत्त्वपूर्ण भन्नुभयो, किन होला? किनभने यहीँनिर खुशीको वास्तविक परिभाषा लुकेको छ। एडलरको अनुसार खुशी भनेको योगदानको भावना हो। जब हामीलाई म कसैको लागि उपयोगी छु वा म यो समुदायको लागि केही योगदान गरिरहेको छु, तब मात्र हामीले आफ्नो वास्तविक मूल्य महसुस गर्छौं। भनेपछि खुशी भनेको अरूबाट ताली पाउनु वा प्रशंसा बटुल्नु होइन, तर आफैभित्र म कसैको लागि उपयोगी छु भन्ने न्यानो भावना हो। यो त खुशीको परिभाषा नै पुरै उल्टाइदिने कुरा भयो। बाहिरी मान्यताबाट आन्तरिक भावनामा सार्ने कुरा। बिल्कुल। र यो योगदान ठूलै हुनुपर्छ भन्ने छैन। कसैलाई बाटो देखाइदिनु, परिवारको लागि खाना बनाउनु, आफ्नो काम इमान्दारीपूर्वक गर्नु, यी सबै योगदान हुन्। महत्त्वपूर्ण कुरा अरूले तपाईको योगदानलाई मान्यता दिन्छन् कि दिँदैनन् भन्ने होइन, त्यो उनीहरूको काम हो। तपाईको काम भनेको योगदान गर्नु हो र त्यो योगदानको भावनालाई आफैले महसुस गर्नु हो। यही नै वास्तविक र दिगो खुशी हो। यो सबै दर्शन र सिद्धान्तहरू व्यवहारमा कसरी उतार्ने त? दिनहुँको जीवनमा यी कुराहरू सम्झेर कसरी बाँच्ने? किताबले जीवनलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउन सिकाउँछ जस्तो लाग्यो मलाई। हो, एडलरको दर्शनले हाम्रो जीवनको यात्रालाई हेर्ने दृष्टिकोणै बदल्न भन्छ। हामी मध्ये धेरैले जीवनलाई एउटा रेखाको रूपमा हेर्छौं, जसको एउटा सुरुवात छ र एउटा अन्तिम गन्तव्य छ। जस्तै पहाड चढ्नु, हाम्रो ध्यान सधैँ चुचुरोमा हुन्छ र बाटोको यात्रालाई हामी केवल तयारी मान्छौं। हो, जस्तै राम्रो कलेजमा पुग्नका लागि स्कुलमा मेहनत गर्ने, राम्रो जागिर पाउन कलेजमा मेहनत गर्ने, अनि रिटायर्ड हुनका लागि जागिरमा मेहनत गर्ने, सधैँ भविष्यको लागि वर्तमानलाई त्यागिरहने। ठ्याक्कै। एडलर भन्छन्, जीवन त्यस्तो रेखा होइन। जीवन भनेको क्षणहरूको श्रृङ्खला हो, जस्तै थोप्लाहरू। हामी विगतमा बाँच्न सक्दैनौं, न भविष्यमा। हामी केवल अहिले र यहाँ, द हियर एन्ड नाउ, यो क्षणमा मात्र बाँच्न सक्छौं। र लक्ष्य बिनाको जीवन त भड्किएको जस्तो हुन्छ नि। यसको लागि एडलरले एउटा सुन्दर उपमा दिएका छन्। जीवन पहाड चढ्नु जस्तो होइन, बरु नृत्य गर्नु जस्तो हो। नृत्यको उद्देश्य कतै पुग्नु होइन, नृत्य गर्नु नै उद्देश्य हो। नृत्यको हरेक चाल, हरेक क्षण आफैमा पूर्ण हुन्छ। त्यसैगरी जीवनको हरेक क्षणलाई गम्भीरतापूर्वक जिउनु नै जीवन हो, कुनै काल्पनिक भविष्यको तयारीको लागि होइन। जीवन नृत्य जस्तै हो, यो त निकै गहिरो कुरा हो। तर यदि कुनै निश्चित गन्तव्य छैन भने हाम्रो मार्गदर्शक के हो त? हामी कुन दिशामा नृत्य गर्ने?
हाम्रो मार्गदर्शक तारा अर्थात् गाइडिङ स्टार त्यही हो जुन हामीले अघि कुरा गर्यौं, अरूलाई योगदान। जबसम्म हामी यो तारालाई हेरेर अघि बढ्छौं, हामी बाटो बिराउँदैनौं। यो ताराले हामीलाई दिशा दिन्छ, तर हामीलाई कुनै निश्चित बिन्दुमा पुग्नै पर्छ भनेर दबाब दिँदैन। यो ताराको प्रकाशमा हामी अहिले र यहाँको नृत्य स्वतन्त्र रूपमा गर्न सक्छौं, हरेक पाइलाको आनन्द लिँदै। आज हामीले एडलरको दर्शनका केही आधारभूत तर जीवन परिवर्तन गर्न सक्ने शक्तिशाली विचारहरूमाथि छलफल गर्यौं। विरतको नियन्त्रणलाई अस्वीकार गर्नु, आफ्नो र अरूको काम छुट्याएर अरूको अपेक्षाबाट स्वतन्त्रता प्राप्त गर्नु, र अन्तमा अहिले र यहाँ बाँच्दै योगदानको भावनाबाट वास्तविक खुशी प्राप्त गर्नु। यो साँच्चीकै एउटा साहसको यात्रा रहेछ। हो, र किताबले बारम्बार के भन्छ भने हाम्रो जीवनशैली र हाम्रो दुःख हामी आफैले रोज्छौं। यो सुन्दा कठोर लागे पनि यसले हामीलाई असीमित शक्ति पनि दिन्छ। यदि यो सत्य हो भने एउटा प्रश्न सोच्न लायक छ। आज, अहिले र यहाँ त्यस्तो कुन एउटा सानो छनौट गर्न सकिन्छ जसले आफ्नो परिस्थितिप्रतिको अर्थलाई, आफ्नो जीवनको कथालाई थोरै भए पनि सकारात्मक दिशामा परिवर्तन गर्न सकोस्? यो प्रश्नको जवाफले नै सायद खुशीतर्फको पहिलो पाइला देखाउँछ।